भिडियो कसैले हेरेर लाइभ बसिन अब अलिअलि छिटो गर्छ अनुलोम विलोम रुमाल लिएर बस्नुपर्छ गाइजहरू यो मैले सक्न लगाएर पहिल्यै मैले गरिसकेको थिएँ यस्तो अलिक बाक्लो रुमाल लिनु पातलो लुगा अलिक च्यापक्क हुन्छ है कपालमाथि ए अनुलोम विलोम अब यो चाहिँ अनुलोम विलोम यो चाहिँ माइग्रेनहरू टाउको दुखे विनाश भयो यो होइन टाउको दुख्ने एकपल्ट टाउको दुख्ने हेडेक टाउको दुखेर सब उडाइन्छ अनुलोम विलोम है अनि त्योभन्दा अगाडि कपालभाती गऱ्यो पेटबाट हाल्नु 50 पल्ट गर्नु अनि यो प्राणायाम गर्नु 500 पल्ट गर्नु सकिन्छ नत्र 150 पल्ट गर्नु पहिला बिस्तारै यो बेला पनि गर्न सकिन्छ अलिक फास्ट मिडियम स्पिड अनि सुपर फास्ट मैले गरेँ नमस्ते प्राणायाम गरेँ कपालभाती गरेँ अनुलोम विलोम गरेँ होइन इन्जोय गरौँ चाहिँ घाँटीको है टन्सिलहरू घाँटी दुखाइहरू उडाउँछ उचाइ भन्छ होला अरू पनि छ मन्डो गाछहरू अलिअलि गरौँ सबैको नि भ्याङ्दैन आज होइन भ्रामरी ओमकार अनि सूर्य नमस्कार आफ्नो थेरापी अनि सिंहासन अनि समापन है त ध्यानमा पनि 1 मिनट जति बस्छु त्यो आयरनहरू निकाल्दै आइहाल्यो अब 5 मिनट आयरन निकाल्दै भने भ्रामरी
छौँ होइन यहाँको यो चक्रहरूको झर्काहरू जिल्ला फाइदा गर्छ राम्रै ओमकार भयो मोटेश्वर नमस्कार गर्ने चन्द्रासन आउँदैछन् अर्ध बालासन अब मै कन्फ्युज हुन्छु कि यो हाफ टी आसन भन्छ चार बजी उठेर पढ्न राख्नु बाबा भइसक्यो छिटो ढिलो एकछिन यो 3 मिनटदेखि 5 मिनट चाहिँ योगा गरिसकेपछि ध्यानमा जानुपर्छ खडासनमा गयो नि भयो बसेर गयो नि भयो सुतेर गयो नि भयो होइन भरे चाहिँ खडासन र सुखासन जानु होला सुतेर निन्द्रा लागिहाल्छ धेरै बेर बस्दाखेरि त्यो भन्दै कल भएको जीवन साथी ल आफूले आजको आनन्दको जय होस् होइन पहिला जन्मदिन माता पिता यो कता कताबाट सिक्नुभयो तपाईँले कुन कुन योगा गर्नुहोस् यहाँलाई नमन गर्दा होइन आज दिन मङ्गल रहोस् सफल रहोस् शान्त रहोस् भुलचुक भयो योगामा माफ गरिदिनु छिटो मिठो गऱ्यो होइन 10 मिनट हुँदैछ अब 11 मिनट 11:30 मिनट सकिहाल्छु त्यो भन्दा समस्त देवी देवताहरू पतञ्जलि योग जीवन विज्ञान योग होइन समस्त यो क्रियालाई नमन गरेर धर्ती नमन हो समस्त धर्म नमन गरेर ल आजको आनन्दको जय होस् नेपाल आमाको जय होस् आयुर्वेदको जय होस्
जोस आएको चाहिँ सबैले यो गर्नुहोस् सस्तो रहनु मस्त छ आहा